हेलो दिदी, बिहा कहिले गर्ने? उमेरले नेटो काट्न लागिसक्यो। दाजु, तपाईलाई एउटा कुरा सोधौं? सोध। तपाई त नेपालकै सबैभन्दा ठुलो डन हैन? अनि जेल चाहिँ कसरी आउनु बने? पुलिसको गाडी चढेर आए नि, कसरी आउनु र? त्यो भनेको हैन के दाजु, तपाई जस्तो खतरनाक डनलाई पुलिसले कसरी समात्यो भनेको के? उत्तानो पारेर समात्यो होला नि, तँलाई किन चाहियो? ओइ भाइ, मलाई कसैले समातेको हैन बुझिस? म यहाँ आफ्नो मर्जीले आउँछु अनि आफ्नो मर्जीले जान्छु। आफ्नो मर्जीले आउने, आफ्नो मर्जीले जाने, यो जेल हो कि तपाईको ससुराली हो दाजु? अबे साले। ससुराली हैन हौ माउली भन्न। ससुरालीमा कहाँ जतिखेर पाए त्यतिखेर जान पाइन्छ। बात त सही है। ससुरालीमा जाने भनेको कि त सासु ससुरा बिरामी हुँदा कि त सालीको बिहे हुँदा। अनि चाडपर्वमा चाहिँ जाँदैनस् र ससुराली? बोलाए पो जानु, उनीहरूको छोरीलाई मात्र बोलाउँछन् अनि टन्नै खुवाएर भैँसी जस्तो बनाएर पठाउँछन्। आमा बुवाले आफ्नो छोरीलाई खुवाइहाल्छ नि, बल्ल बल्ल आएको छोरीलाई भोक भोकै पठाउँछ त? मैले नखुवाओस् भनेको हैन, जति खुवाउनु छ खुवाओस्, तर एक हप्तामै भैँसी बनाएर चाहिँ नपठाओस्। माइती घरमा गएर के खाएर आउँछे अनि रातभरि पादेर मलाई सास फेर्न गाह्रो बनाउँछे। त्यसो भए त तेरो घरमा कहिले ग्यासको सर्टेज हुँदैन होला है? भाउजूले पादेरै 3-4 वटा सिलिन्डर त भर्दिनुहुन्छ होला? साले तू। ओइ धरतीको बोजहरू, किन हल्ला गरेको तिमीहरू? हल्ला गरेको होइन नि सर, हामी त सल्लाह पो गरेको त। कस्तो सल्लाह? भाग्ने सल्लाह गर्दैछौ कि क्या हो तिमीहरू? हामी किन भाग्नु सर? यहाँ फ्रीमा खाना र बस्न पाइएको छ, हाम्रो लागि त स्वर्ग छ नि। अनि के सल्लाह गर्दै थियौ त अघि? सल्लाह के हो भने नि सर, अब यहाँ फ्रीमा खाना र बस्न पाइएको छ, त्यसैले हाम्रो परिवारलाई पनि जेलभित्रै सिफ्ट गर्ने हो कि भनेर सल्लाह गरिरहेको थियौ हामी त। तिमीहरूको छाला चिलाउँदैछ हो फेरि? चिलाइहाल्छ नि सर, यस्तो फोहोरमा बसेपछि चिलाउँदैन त? बस्ने ठाउँको चाहिँ व्यवस्था गर्नु पर्यो है सर। अरे अब के तिमीहरूलाई जेलभित्र सोफा ल्याइदिनु मैले? जे छ त्यसैमा एडजस्ट गरेर बस, नत्र इन्सपेक्टर सरलाई भनेर सबलाई बिजुलीको झट्का दिन्छु। यसले के भन्यो भर्खर? बिजुलीको झट्का दिन्छु भन्यो हैन? ओइ तेरो हिम्मत छ मलाई बिजुलीको झट्का दिने? म को हो चिनेक्छस् तैले? कसलाई थर्काउनु भएको दाजु? त्यहाँ त कोही छैन त, हावालाई थर्काउनु भएको हो कि क्या हो? यस्तै हो नक्कली डनहरू, छरछिमेकको 2-3 जना फुच्चा फुच्चीलाई पिटेर आफूलाई डन भन्छ। ओइ भाइ, तैले कसलाई नक्कली डन भनेको? तँलाई देखाउ मेरो पावर? भयो नदेखा, देखिसके तेरो पावर भन्दा त यसको टावर ठुलो छ। ओइ भोगटेको नाति, त कोसँग न्यू खोज्दैछस् थाहा छ? हाम्रो दाइ डनहरूको पनि डन हो। तेरो बाउले भन्थ्यौ? नेपालमा जति पनि डनहरू छ नि, सबै दाइको अन्डरमा काम गर्छ। दाइको अन्डरमा हैन, दाइको अन्डरवेयरमा चाहिँ काम गर्छ होला। साले तू। दाजु, जेलबाट निस्केपछि म पनि तपाईसँग काम गर्छु ल, मलाई पनि डन बन्ने ठुलो रहर छ। अच्छा। रहर मात्र गरेर डन बनिँदैन नि भाइ, डन बन्नलाई मुटु चाहिन्छ मुटु। मेरो त 2-2वटा मुटु छ नि दाजु, एउटा मुटुको नाम शर्मिला हो अनि अर्को मुटुको नाम चाहिँ विद्या। ए बोका भाइ, मुटु मतलब तसँग हिम्मत हुनुपर्छ भनेको के? यदि तेरो अगाडि 10 जना दुश्मन आयो भने 10 जनासँगै फाइट खेल्न सक्नुपर्छ, अनि मात्र त डन बन्ने लायक हुन्छस्। एक्लै 10 जनासँग फाइट खेल्यो भने त सबै दाँत झर्छ होला त दाजु? झर्छ त, दाँत झर्छ, हड्डी भाँचिन्छ, अनुहार सुनिन्छ, त्यही भएर त हिम्मत हुनुपर्छ भनेको नि। अनि तपाईको चाहिँ अहिलेसम्म कतिवटा दाँत झरेको छ नि दाजु? मेरो त 4 वटा झरेको छ, त्यसैले 4 वटा सुनको दाँत लगाएको छु मैले। ए त्यो तपाईको सुनको दाँत पो हो? म त ब्रस नगरेर पो पहेँलो भएको होला भन्ने सोचिरहेको थिएँ। गजब बेइज्जती। नरिसाउनु है दाजु, जिस्केको के? मसँग धेरै नजिस्के है, म तसँग जिस्के भने तेरो फोटोमा माला चढ्छ नि फेरि। ओइ डिओजी डन, तेरो दादागिरी यहाँ चल्दैन बुझिस? यो जेल हो, तेरो अड्डा हैन। यो फुच्चेको हो के? तँलाई अलिकति पनि मसँग डर लाग्दैन? डर हैन, तँलाई देखेर माया चाहिँ लाग्छ मलाई। बिचरा डन बन्ने चक्करमा कति जनाको राम धुलाई खाइसके होला। दाजु यो त तपाईँ भन्दा ठुलो डन हो कि क्या हो? अघिदेखि तपाईँलाई पेलेको पेले छ त। म डन हैन के सोल्टी, म पुलिस हो पुलिस। पुलिस? ओइ पुलिस, मलाई किन भित्र हुलिस? मैले हुलेको हैन नि सोल्टी, म एक्स पुलिस हो के। आज भन्दा 3 वर्ष अगाडि म यहाँको इन्चार्ज थिएँ। अनि अहिले चाहिँ किन जेलमा? मातेको बेला सबै कैदीलाई छोड्दिस् कि क्या हो? होइन नि सोल्टी, म एक दिन एफआइआर लेख्दै थिएँ अनि मिस्टेकले चोरको नाम लेख्ने ठाउँमा आफ्नो नाम पो लेखी पठाएछु। म फेरि यति कन्फिडेन्ट थिएँ कि एफआइआर चेकै नगरी पास गरिदिएँ। अर्को दिन त मेरै घरमा पुलिस आइदिएर। अनि तैँले भनिनस् त म चोर होइन भनेर? भनेको नि, आजसम्म कुनै चोरले म चोर हो भनेको छ भन्दै जेल हाल्दे मलाई त। तेरो चाहिँ के छ कहानी? त चाहिँ कसरी पुलिसको फेला परिस्? मलाई त त्यसै अठाएको हो पुलिसले, जब फेक केटीको आइडी बनाएर केटाहरूसँग पैसा माग्न नि नहुने। कस्तो राम्रो बिजनेस चलिरहेको थियो, पुलिसहरू बिचमा आएर सबै चौपट बनाइदियो।
साले त्यसलाई बिजनेस भन्दैन, स्क्याम भन्छ स्क्याम। अरूलाई ठगेर कमाएको पैसा कहिले टिक्दैन थाहा छैन तँलाई? तेरो बाउले भन्यो होला। कसले भन्नु टिक्दैन? नटिक्ने भए काठमाडौँमा 2-2वटा घर हुन्थ्यो मेरो। मलाई त साथीले एमालेको आन्दोलनमा जाम खान पाइन्छ भनेर गएको, लास्टमा पुलिसको भाटा खानुपर्ने रहेछ। मलाई के थाहा, सुरुमा भाटा खाइयो त्यसपछि जेल आइयो। अब रिग्रेट हुँदैछ होला तँलाई हैन? दाजु तपाईँ चाहिँ कसरी समातिनु भयो नि? म आफ्नो मर्जीले आएको भनेको सुनिनास्। मैले चाहे भने 1 मिनेटमा जेल बाहिर निस्किन सक्छु। अनि जेलभित्र चाहिँ के खानु बसिरहेको त? कि पुलिसनीसँग लप पर्दैछ तेरो? हलिउडको हिरोइनहरूलाई बाल नदिने मान्छे म तेरो पुलिसनीसँग लप गर्छु? त्यस्तो नभन्नु न दाजु, यहाँको पुलिसनीहरूलाई तपाईँले देख्नै भएको छैन। हिरोनी भन्दा कम छैनन् कोही पनि। त्यसो भए त गएर लप गर्न त जा। म त त्यसैको पर्खाइमा छु नि दाजु। त्यही भएर त 3 वर्षको सजायलाई 4 वर्षको बनाइदिनुहोस् भनेर बसिरहेको छु नि। त्यो गानामा कोठी भएको पुलिस नि मेरो है। आँखा लाइस भने तेरो आँखा झिकेर गिद्धलाई खुवाइदिन्छु। गालामा कोठी भएको 2 जना छन्। कुन भनेको तैले? साले तैँले पनि आँखा लाउँदै ससी क्या हो? त्यो दाहिने गालामा कोठी भएको मेरो मायालु हो, कसैले आँखा लाउने होइन है। लाउँदिन के लाउँदिन, घरमा बुढी हुँदा हुँदा चारतिर आँखा डुलाउने बानी छैन के मेरो। भेरी गुड, आई लाइक यु। मलाई लोयल मान्छेहरू साह्रै मन पर्छ। मान्छे भनेको अपर्चुनिस्ट हुनुपर्छ के दाजु, लोयल त कुकुर पनि हुन्छ। यो अपर्चुनिस्ट भनेको चाहिँ के हो नि? खोइ मलाई पनि थाहा छैन हौ, मैले त फेसबुकमा देखेको थिएँ, त्यही याद आएर भनिदिएको। अपर्चुनिस्ट भनेको अवसरवादी हो। कोही कोही हुन्छ नि मौकामा चौका हान्नेहरू, हो तिनीहरूलाई नै अपर्चुनिस्ट भनिन्छ। मलाई पनि मौकामा चौका हान्नु मन छ, तर के गर्नु, क्रिकेट खेल्नै आउँदैन। म सिकाइदिउ तँलाई मौकामा चौका हान्न। यो मुर्दा फेरि आएछ। को हो त्यो मलाई मुर्दा भन्ने? त हो मलाई मुर्दा भन्ने? म होइन नि सर, म मुर्दालाई त मुर्दा भन्दिनँ। तपाईँ जिउँदो मान्छेलाई कसरी मुर्दा भन्छु र हौ? तिमीहरूको जिन्दगी मेरो हातमा छ बुझेस्। यदि जीवनभर जेलमा सड्नु छैन भने अनुशासित भएर बस। यो भन्दा कति अनुशासित हुनु सर? कि अब जेलभित्र पनि टाइल आएर बस्नु? सर लास्टै भोक लाग्यो हौ। आज मेन्युमा के छ? भ्यागुताको सुप छ, खान्छस्? कि मुसाको सुकुटी खान्छस्? भयो सर भयो, केही नखाने। आज त मेरो व्रत पो छ त, अहिले पो याद आयो। तपाईँलाई थाहा छ सर, हामीले 1 महिनादेखि मासु खाएको छैन, त्यसैले आज बिरयानी बनाउनु रे दाजुले भन्नुभएको। मैले कतिखेर भने? मैले त्यस्तो केही भनेको छैन है सर। जे कुरामा पनि मेरो नाम लाउँछस्। अनि तपाईँले नै भन्नुभएको होइन, मेरो नाम लिएर माग जे पनि पाउँछस् भनेर? कैदीहरूलाई पो माग भनेको त, पुलिसहरूलाई माग भनेको हो र मैले? 1 मिनेट, त कहिलेबाट डन भइस्? तँलाई त मन्दिरको पैसा चोर्दै गरेको बेला समातेको होइन हामीले? त्यो म होइन नि सर, तपाईँ झुक्किनु भए जस्तो छ। मेरो अनुहार मात्र चोर जस्तो हो के? त्यसैले त म डन हो। मलाई नडाटे, मेरो नजर चिलको भन्दा तेज छ। त जस्तो चोरलाई त म 4 किलोमिटर टाढाबाट चिन्दिन्छु। भनेपछि यत्रो महिनादेखि यसले मलाई उल्लु बनाइरहेको थियो। ओइ पैसा झिक, मेरो पैसा झिक छिटो। लौ कुन पैसा? कुन पैसा रे? मैले नोकर जस्तो तेरो खुट्टा थिचेको, तेरो टाउको मालिस गरेको, तेरो लागि खैनी बनाइदिएको, यो सबको पैसा कसले दिन्छ? तेरो हजुरबाउले? मैले त तिमीहरूलाई पहिल्यै भनेको थिएँ नि, यो नक्कली डनको कुरा नसुन भनेर। तिमीहरूले मानेनौ? सर तपाईँ एकछिन उता फर्किन सक्नुहुन्छ? किन? म यसलाई 2 बक्सिङ हान्नु पर्यो के? यसले धेरै सताएको छ मलाई। पुलिसको अगाडि हान्ने कुरा गर्छस्? जेलदेखि निस्किनु मन छैन कि क्या हो तँलाई? रुको जरा। यसलाई यहाँको पुलिस नि मन पर्यो रे के सर, त्यसैले निस्किनु मन छैन रे। मलाई 1 जना पुलिस नि मिलाइदिनु न सर, त्यसपछि म जिन्दगीभरि जेलमै बस्छु। त जेलभित्र माया बिरती लाउन आएको? यो लट्ठी देख्दैछस् नि, यही लट्ठीले हानेर तेरो चाकको हड्डी भाँचिदिन्छु बुझिस्? चाकमा पनि हड्डी हुन्छ र? चाकमा त बोसो पो हुन्छ त। त धेरै नबोले चिन्दी चोर, तेरो अनुहार देखेर कुच्चाउन मन लागिरहेछ मलाई। ओइ भाइ, म चोर भए पनि मेरो ग्याङ छ बुझिस्? मुख सम्हालेर बोल, भोलिको सूर्योदय नदेख्लास् नि फेरि। जेलभित्रबाट तेरो बाउले देख्छ सूर्योदय? तिमीहरूको यत्रो हिम्मत, मेरो अगाडि झगडा गर्छस् तिमीहरू? त्यही भएर त तपाईँलाई उता फर्किनु भनेको नि। तपाईँ उता फर्केर 10 सम्म गर्नु, त्यति जेलसम्म हामी यसलाई पब्लिक हान्छौँ। ओइ पुलिस आयो, भागौँ छिटो भागौँ। साले हामी अलरेडी जेलभित्र छौँ, अब कहाँ भाग्नु? ए हो त है, म त भट्टीमा पो छु जस्तो लागिरहेको थियो। तिमीहरूलाई त पागल खाना लानु पर्ने रहेछ, थानामा लिएर गल्ती गरेछु मैले। केही छैन सर, मान्छेले गल्ती गरेरै त सिक्ने हो नि। अर्कोचोटि समात्नु भयो भने चाहिँ पागल खाना लैजानु हामीलाई।